नमस्कार, म डाक्टर सुदीप रेग्मी, कन्सल्टेन्ट जीआई तथा हेपाटोबिलियरी सर्जन। हाल केयर सिटी अस्पताल नेपालगञ्जमा कार्यरत छु। 2010 एमबीबीएस धरानबाट गरेको, त्यसपछिको मेरो एमएसको ट्रेनिङ चाहिँ एम्स न्यू दिल्लीबाट भएको। त्यसपछिको अर्को 3 वर्ष मैले स्पेसिफिकली ग्यास्ट्रो सर्जरीमा आरएमएल लखनऊबाट गरेको। त्यसपछि म 2 वर्ष एसिस्टेन्ट प्रोफेसरको रूपमा बीआरडी मेडिकल कलेज गोरखपुरमा कार्यरत थिएँ। पेट, आन्द्रा, कलेजो सम्बन्धी केही पनि समस्या छ भने, खास गरी जसको निदान अपरेसनद्वारा गर्नुपर्ने जस्तो लाग्छ, त्यसको लागि तपाईँ मसँग परामर्शको लागि आउन सक्नुहुन्छ। हामी कहाँ अहिले रेगुलरली सधैँ जस्तै पित्तथैली, पित्तको नलिकामा पत्थरी, प्यानक्रियास, ठुलो आन्द्रा अथवा सानो आन्द्रामा मासु पलाउने, क्यान्सर जस्ता जटिल बिमारीहरूको पनि दूरबीन र चिरा लगाएर सबै उपचारहरू सम्भव छ र त्यो अहिले निरन्तर रूपमा भइरहेकै छ। यदि तपाईहरुलाई पनि पेट सम्बन्धी कुनै पनि समस्या छ भने त्यसको लागि तपाईँ केयर सिटी अस्पतालमा सम्पर्क गर्न सक्नुहुन्छ। म केयर सिटी अस्पतालमा ओपीडी समय बिहान 8 बजेबाट बेलुका 6 बजेसम्म एभाइलेबल हुन्छु। धन्यवाद।